हेलो गाइज, आज चाहिँ असारको 15 गते दही चिउरा खाने दिन। अनि त्यसको लागि म चाहिँ तरकारी रेडी गर्दैछु। सुरुमा तेल हालेँ, अनि त्यसपछि खोर्सानी हालेँ, त्यसपछि आलु हालेँ, अनि आलु हालेर एकछिन चलाएँ। आलुलाई चाहिँ धेरै नचलाउने, एकछिनसम्म छोडिदिने, अनि फेरि पहिलो देख्न थालिसकेपछि फेरि चलाउने एकचोटि। अनि फेरि एकछिन चलाएर यसलाई छोडिदिने, अनि यत्तिको देखिसकेपछि चाहिँ फेरि चलाउने एकचोटि, किनकि नयाँ आलु हो नि त, टाँसिन्छ। जति तेल हालेर पकायो भने टाँसिन्छ क्या। अनि फेरि यसलाई मजाले फिजाएर छोडिदिने, अनि त्यसपछि बेसार हालिदिने। बेसार चाहिँ हल्का पुगेको जस्तो लागेन, अनि फेरि थपेको छु मैले चाहिँ। अनि मसला हालेँ, अनि मसला पनि थोरै थपेको छु मैले। त्यसपछि स्वादअनुसारको आफूले चाहिएको जति नुन हाल्ने, किनकि नुन पनि कडा हुन सक्छ नि त। अनि त्यसपछि एकछिन यसलाई मजाले चलाउने। अनि अघि हालेको नुन मसला बेसार मजाले मिक्स भइसकेपछि चाहिँ यत्तिको देखिन्छ। अनि यत्तिको देखिसकेपछि मेरो तरकारी रेडी। अनि यता तरकारी पाकिसकेपछि हाम्रो खाजा रेडी भयो। खाजामा रहेको छ आलु, दही, आँप अनि चिउरा। आज त दही चिउरा खाने दिन। अनि हाम्रो फ्यामिली बसेर मजाले दही चिउरा खाएर हाम्रो आजको दही चिउरा खाने दिन यसरी कट्यो।